यहाँ खाउने यार फर्स्ट टाइम ट्राई गर्न हामीले सुसी कस्तो हुन्छ है कस्तो यस्तो ठ्याक एउटा आइडिया दिएको थियो कि एउटाले चाख्न मन परेर चाखेको हामी दुई भाइको रियाक्सन राम्रो छैन सुसी यहाँ नेपालको 500 रुपियाँ हातले खाने ठिक छ राम्रो छैन मलाई मन परेन तिमीले यसले खाने होइन खर्च खान्छ क्या खान्छ हामीलाई राम्रो लागेन अब म सुसी खान्न यस्तो नि हुन्छ सुसी खाने होइन अब खतम भयो दाजु के भयो मन पर्न सबैको बेस्ट त मोमो नै है नेपालको नेपालको त मोमो मोमो ठिक छ तर यो सुसीलाई चलाउने यो मोटीलाई पनि मोमो राम्रो लाग्यो हेर्नु लुचेर खाइरहेछ सानोले अब यत्रो महँगो किनेपछि के गर्नु खान्न त भएन तर अमन लाग्यो नि यस्तो नमिठो हुन्छ र अरे सिधै यसरी हातले खाने हो नौटङ्की नगर्ने यस्तै हुन्छ र म खान्न म नखाने भाउजू लसुन हो कि के हो हात पायो यार त्यो के बाँदरको हातमा अङ्गुर भने जस्तो भयो मन चाहिँ परेन दाल राम्रो लाग्यो नि खत्तम हो खत्तम अब यत्रो महँगो खाम भने पनि अब कसरी खानु मोमो खा लसुन बनायो ल चटनी छैन कतिजनालाई मन पर्यो मन पर्न थाहा भएन तर हामीलाई चाहिँ हामी चाहिँ अब लाइफमा खाँदैनौँ यो भयो यस्तो नमिठो चिजहरू त